आज चाहिँ हामी जाँदैछौँ चस्मा पसल, the popular चस्मा पसल of Chitwan, and it's not actually for me but for my friend. The चस्मा पसल is this, so we are moving ahead inside. I want to buy it. अब चाहिँ हामी डिटेल्सहरू दिँदैछौँ यहाँनिर। हामीले चाहिँ चस्माको अर्डर दिइसकेछौँ अनि अहिले चाहिँ हामी छौँ वेटिङ रुममा। इट्स काइन्ड अफ कुल द वेटिङ रुम। दिस इज माई फर्स्ट टाइम इन आई एक्सप्रेस एन्ड आई डोन्ट नो वाट टु एक्सप्रेस। आई लिटरली came here for him and I ended up buying something more expensive than Cost. only that guy is telling me that it's not expense, it's investment. You are just, rather than splurging, you are investing it in a good thing. Well, I hope so. आँखा त्यो फ्यानको जो स्पिडले आँखामा हानेर पुरै आँसु आउने यो पुरै रातो हुने जस्तो भइरहेको थियो। So I think It's not a luxury, it's a necessity. yeah, it's just the eye express effect. त्यहाँ चाहिँ धेरै लेन्सेसहरू हुँदो रहेछ है। 3टा टाइप्सको लेन्सेस देखाएको थियो हामीलाई चाहिँ। एउटा चाहिँ 700 को थियो, एउटा चाहिँ 1600 को थियो अनि एउटा चाहिँ 27 हो कि 24 है 726 and 1600. ए 26 रे थियो अनि मैले चाहिँ 1600 को लिएँ, उसले पनि 1600 को लियो। त्यही हो। अब हामी चाहिँ कुरिरहेछौँ। And where is he? धन्न मेरो मोबाइल स्विच अफ भएको थिएन नि, नत्र सबै पेमेन्ट त्यसले गर्नुपर्छ। Now we are heading to our scooter. ल बाँदरले झोला समाएर हिँडिरहेछ। आज देखाउँछु। ल हाम्रो स्कुटर चाहिँ यही हो है। दिस इज अस। लेट्स गेट ब्याक होम। Bye. गाइज घर जाने भनेको बट वी एन्डेड अप कमिङ इन टु कमल नगर। खासमा मलाई चाहिँ केही काँटाहरू चाहिएको थियो, सो हामी यहाँ आएको छौँ। हामी चाहिँ घर आउँदै थियौँ, आउँदै गर्दाखेरि चाहिँ खाजा खानलाई बसिहाल्यो। अनि हामीले चाहिँ खानामा ब्राउनी विथ आइसक्रिम मगाएको छौँ। यहीँ साइडमा चाहिँ पुरै यो ग्लास भएको भएर यो पुरै पसलहरूको मान्छेहरू देखिरहेको छ अनि हल्का अक्वर्डनेस पनि हो कि जस्तो लागिरहेको। ही अलवेज हेज टु टेक पिक्चर्स। हाम्रो खाजा बन्दै गर्दा चाहिँ मैले आज के किने भनेर देखाउँछु है त। एउटा यो इयरिङ छ, यो एउटा काँटा इयरिङ, अर्को इयरिङ बटरफ्लाईवाला प्रमिसा नन्दिताले लगाएको थियो अनि मलाई राम्रो लाग्यो अनि आई थिङ्क इट गोज विथ एभ्रिथिङ के, त्यही भएर मैले लिइहालेँ। अनि अरू त काँटाहरू मलाई चाहिँ यो साइनी लगाउन मन लाग्यो। ल राम्रै रहेछ है त। सो दिस इज हाउ आवर फुड लुक्स लाइक। मतलब है ना।